एडोब इनडिजाइनको यो भिडियो कक्षामा यहाँलाई स्वागत गर्दछु। म अच्युत खनिया। तपाईँ यस भागबाट एडोब इनडिजाइनमा एउटा पिक्चरलाई पेजमा कसरी प्लेस गर्ने र यसको बारेमा विभिन्न जानकारीहरू पाउनुहुनेछ। सर्वप्रथम हामीले कुनै पनि काम डिजाइन गर्दा, जस्तै विभिन्न बुकहरू, ब्रोसरहरू, क्यालेन्डर, न्युज पेपरहरूको डिजाइन गर्दा हाम्रो पेजमा विभिन्न इमेजहरू लाई ल्याएर राख्नुपर्ने हुन्छ। यसको लागि तपाईँले इमेजलाई यदि पेजमा ल्याउँदै हुनुहुन्छ भने फाइलमा गएर प्लेस गर्नुहुनेछ। फाइलमा जानुहोस् र अब प्लेसमा क्लिक गर्नुहुनेछ। र यदि तपाईँ किबोर्डबाट प्लेस गर्न चाहनुहुन्छ भने सिधै कन्ट्रोल डीलाई प्रेस गर्न सक्नुहुनेछ। अब त मैले फाइलमा गएर प्लेस गरेको छु र यो प्लेस गरिसके पछाडि तपाईँले ल्याउनु पर्ने पिक्चर कुन भागमा छ यहाँबाट तपाईँले लोकेसन चुज गर्नुहुनेछ। जस्तै मैले एडोब यो ई ड्राइभको इनडिजाइन भित्र इमेज भन्ने फोल्डरमा त्यो पनि मैले ल्याउनु पर्ने पिक्चरहरू यहाँ छन्। र अब तपाईँले यी पिक्चरहरू, जस्तै मैले यो पिक्चरलाई चुज गरेको छु र यसका बढी अप्सनहरू, अझै चाहिने अप्सनहरूलाई सो गर्नु परेको खण्डमा तपाईँले सो इम्पोर्ट अप्सनहरू गर्न सक्नुहुनेछ। अहिले यो पिक्चरलाई आवश्यक छैन भने यसलाई हटाउन सक्नुहुनेछ र ओपनमा क्लिक गर्नुभएको खण्डमा तपाईँको माउसको पोइन्टरमा यो पिक्चर यहाँ लाइभ प्रिभ्यू देख्नुहुनेछ। अब यो अवस्थामा तपाईँले पेजको अथवा कुनै पनि भागमा जस्ट एकपटक क्लिक गरिदिन सक्नुहुनेछ। तपाईँको यो पेजमा यो पिक्चर आएको छ। अब तपाईँले यसलाई साइज ठुलो बनाएर, अर्थात् पिक्चरलाई पेजमा विभिन्न साइजमा सानो बनाउने अथवा ठुलो बनाउन सक्नुहुनेछ। यसको लागि तपाईँले यो पोइन्टमा, अर्थात् यो कर्नरको यो पोइन्टमा माउसको पोइन्टर लिएर जानुभएको खण्डमा यस्तो एरो साइन देख्नुहुनेछ। यो अवस्थामा तपाईँले किबोर्डबाट कन्ट्रोल र शिफ्टलाई प्रेस गरेर साइज ठुलो र सानो बनाउन सक्नुहुनेछ। यसरी आफूलाई आवश्यक पर्ने साइजलाई यहाँबाट बढाउन सक्नुहुनेछ। कुनै पनि पिक्चर यदि तपाईँले यो पेजमा ल्याइसके पछाडि साइज घटाउने र बढाउने काम गर्नको लागि तपाईँले किबोर्डबाट कन्ट्रोल र शिफ्ट थिच्नु भएको खण्डमा, यसरी ड्र्याग गर्नुभएको खण्डमा तपाईँको पिक्चरको यो होरिजेन्टल र भर्टिकल एउटै रेसियोमा साइज बढ्ने र घट्ने गर्दछ। र जब हामीले कुनै पिक्चरलाई यो पेजमा ल्याउनेछौँ, यो पेजमा ल्याइसके पछाडि यो पिक्चरको डिस्प्लेमा केही अलिकति फरक तरिकाबाट हामीले विभिन्न तरिकाबाट हेर्न सक्दछौँ। जस्तै यो पिक्चर केही फाटेको जस्तो पाउनुहुनेछ। यसको लागि तपाईँले यो खाली एरियामा राइट माउस क्लिक गर्नुहुनेछ र यहाँ डिस्प्ले पर्फर्मेन्समा क्लिक गर्नुहुनेछ। र यो अवस्थामा अहिले टिपिकल डिस्प्ले छ। तपाईँले हाई क्वालिटी डिस्प्लेमा क्लिक गर्नुभएको खण्डमा यो पिक्चरको क्वालिटी जस्तो छ त्यस्तै पाउनुहुनेछ। यसो गर्दा तपाईँको पेजमा काम गर्न केही अलिकति स्पिडमा स्लो भएको पाउन सक्नुहुनेछ। र अब तपाईँले यो पिक्चरलाई विभिन्न भागमा काट्न सक्नुहुनेछ। अर्थात् जस्तै यो पिक्चरको यो तल्लो भाग मलाई चाहिएको छैन भने यहाँ यसलाई क्रप गर्न सक्नुहुनेछ। यो अवस्थामा तपाईँले यो पोइन्ट, जुन यहाँ यो पोइन्ट छ, यहाँबाट यसरी तल तानिदिनु भएको खण्डमा यो माथिल्लो भाग छोपिएको छ, अर्थात् हाइड भएको छ। त्यस्तै गरी तपाईँले यो पिक्चरलाई यसरी क्रप गरेर यो काट्न सक्नुहुनेछ। अझै तपाईँलाई यसरी बढाउँदै लैजानुभयो भने यो पिक्चर काट्न सक्नुहुनेछ। त्यस्तै गरी मलाई चाहिएको खण्डमा फेरि आफूले लाइनलाई तान्न सक्नुहुनेछ। यसरी पिक्चरलाई तपाईँले आफूलाई चाहिए अनुसारको क्रप गर्न सक्नुहुनेछ। त्यस्तै मैले यहाँ अर्को पिक्चर लिएर आएँ। फाइलमा गएर प्लेस गर्छु अथवा किबोर्डबाट कन्ट्रोल डी प्लेस गर्न सक्नुहुनेछ। र जस्तै मैले यो पिक्चर लिएर आएको छु, ओपन गरेँ र ओपन गरिसके पछाडि यहाँ क्लिक गर्नेछु। अब यो पिक्चर आएको छ। यो पिक्चरमा त मलाई यो भाग चाहिएको छैन, यो पिक्चर मात्रै चाहिएको खण्डमा तपाईँले यो पोइन्टर टुललाई क्लिक गर्नुहुनेछ र अब यहाँबाट यसरी क्रप अर्थात् हाइड गर्नुहुनेछ पिक्चरलाई। यसरी तान्दै आउनुहोस्, यताबाट पनि यसरी तान्न सक्नुहुनेछ। त्यस्तै गरी यो भागबाट, त्यस्तै गरी यो भागबाट, यसरी हामीले पिक्चरलाई आफूलाई चाहिएको भाग मात्रै राख्न सक्दछौँ। त्यस्तै गरी अगाडि देखाए जस्तै गरी तपाईँले पिक्चरलाई साइज घटाउनको लागि कन्ट्रोल शिफ्ट थिच्नुहुनेछ र यो कर्नरबाट यसरी साइज घटाउन सक्नुहुनेछ। त्यस्तै गरी हामीले यो पिक्चर ल्याइसके पछाडि अब यसलाई बाहिरी भागलाई बोर्डर अर्थात् स्ट्रोक राख्न सक्दछौँ। जस्तै तपाईँले यो पिक्चरलाई सेलेक्ट गर्नुहुनेछ अथवा यो दुईटै पिक्चरलाई एउटै साइजको स्ट्रोक राख्न चाहनुहुन्छ भने तपाईँले किबोर्डबाट शिफ्टलाई प्रेस गरेर मल्टिपल अब्जेक्टलाई सेलेक्ट गर्नुहुनेछ। जस्तै मैले यो दुईटै अब्जेक्टलाई सेलेक्ट गरेको छु र यो कन्ट्रोल प्यानलबाट यहाँबाट तपाईँले स्ट्रोकको साइजलाई चुज गर्न सक्नुहुनेछ। अहिले तपाईँको यो पिक्चरको बाहिरी लाइन
बोर्डर पाउनुहुनेछ। यहाँबाट यसको स्टाइलहरू विभिन्न स्टाइलहरू चुज गर्न सक्नुहुनेछ। जस्तै मैले यसलाई सेलेक्ट गरेँ र अब यस्तो स्टाइल चुज गर्न सक्नुहुनेछ। त्यस्तै गरी हामीले अघिल्ला भागहरूमा पढेको जस्तै गरी एउटा रेक्ट्याङ्गललाई राउन्डेड कर्नर गरेको जस्तै गरी पिक्चरलाई पनि तपाईँले यसरी राउन्डेड कर्नर गर्न सक्नुहुनेछ। त्यसै गरी यहाँबाट यसको कलरलाई चेन्ज गर्न सक्नुहुनेछ। स्ट्रोकमा क्लिक गर्नुहोस्, कलरमा चेन्ज गर्न सक्नुहुनेछ। त्यस्तै गरी यहाँबाट पनि आफूलाई चाहिएको कलर राख्न सक्नुहुनेछ। र यसको साइज बढाउनको लागि बाहिरको स्ट्रोक साइज यसरी बढाउन सक्नुहुनेछ। यहाँबाट आफूलाई चाहिएको स्टाइल चुज गर्न सक्नुहुनेछ। यसरी हामीले यो पिक्चर ल्याइसके पछाडि एउटा स्ट्रोक राख्न सक्नेछौँ। त्यस्तै स्ट्रोकको कलर चेन्ज गर्न सक्नेछौँ र यसलाई विभिन्न सेपहरूमा विभिन्न राउन्डेड कर्नरमा चेन्ज गर्न सक्नुहुनेछ। त्यस्तै गरी हामीले यो पिक्चर यहाँ ल्याएका छौँ र अब यो पिक्चर ल्याइसके पछाडि विभिन्न सेपभित्र यो पिक्चरलाई राख्न सक्दछौँ। यसको लागि तपाईँले जब यहाँ पिक्चर ल्याउनुहुनेछ र यहाँ क्लिक गरिसके पछाडि अब अब्जेक्टमा गएर तपाईले कन्भर्ट सेपमा जानुहुनेछ। कन्भर्ट सेपमा गइसके पछाडि तपाईलाई इलिप्समा चेन्ज गर्नुभएको खण्डमा यो पिक्चर इलिप्समा चेन्ज हुनेछ। त्यस्तै गरी तपाईँ अब्जेक्टमा जानुहोस्, फेरि कन्भर्ट सेपमा जानुहोस्। जस्तै तपाईलाई यहाँबाट पोलिगनमा क्लिक गर्नु भने यो पोलिगनमा चेन्ज हुनेछ र आफूलाई चाहिए अनुसारको साइज बढाउने र यसरी घटाउने काम पनि यहाँबाट गर्न सक्नुहुनेछ। आफूलाई चाहिएको भाग मात्रै राख्न सक्नुहुनेछ। जस्तै मैले यो पिक्चरलाई यहाँबाट कन्भर्ट सेपमा गएर इलिप्समा राखेको छु। अब यो अहिले एउटा इलिप्स सेपमा यो पिक्चर चेन्ज भएको छ। यसो गर्दा तपाईले यसको यो पिक्चरलाई अलिकति माथिल्लो भागमा अर्थात् अलि तल सार्नु परेको खण्डमा तपाईले यसलाई डबल क्लिक गर्नुभएको खण्डमा यस्तो एउटा ग्रे स्ट्रोक पाउनुहुनेछ। अथवा तपाईले यसलाई यो डाइरेक्ट सेलेक्सन टुलले यहाँ क्लिक गर्नुभएको खण्डमा यो बाहिरी भाग यहाँसम्म पाउनुहुनेछ। र अब तपाईले यसलाई यसरी सारेर आफूलाई चाहिए अनुसारको भागलाई माथि तल गर्न सक्नुहुनेछ यो बक्सभित्र। त्यस्तै गरी हामीले कुनै सेपभित्र कुनै पिक्चरलाई राख्नु परेको खण्डमा अर्को तरिका पनि प्रयोग गर्न सक्दछौँ। जस्तै तपाईले यहाँ एउटा रेक्ट्याङ्गल अब्जेक्ट यसरी ड्र गर्नुभएको छ र अब यसको राउन्डेड कर्नर यसरी गर्नुहुनेछ र अब यो भित्र अर्थात् यो अब्जेक्टभित्र तपाईँले पिक्चर दिदै हुनुहुन्छ भने तपाईँले यसलाई सेलेक्ट गर्नुहुनेछ अर्थात् क्लिक गर्नुहुनेछ। अब फाइलमा गएर प्लेस गर्नुहुनेछ। प्लेस गरिसके पछाडि तपाईले यहाँ क्लिक गरिदिनुहुनेछ र ओपनमा क्लिक गर्नुभयो भने तपाईँको पिक्चर यो अब्जेक्टभित्र सिधै प्लेस हुनेछ। र अब यसलाई डबल क्लिक गरेर यहाँबाट यसको यो पोइन्टबाट तपाईले साइजलाई घटाउन सक्नुहुनेछ, बढाउन सक्नुहुनेछ र यो आफूलाई आवश्यक पर्ने यसरी साइजलाई चेन्ज गर्न सक्नुहुनेछ। त्यस्तै गरी हामीले कुनै एउटा पिक्चर ल्याइसके पछाडि अब्जेक्टलाई पेस्ट इन्टुको माध्यमबाट पनि यो काम गर्न सक्दछौँ। जस्तै मैले यो पिक्चर यहाँ ल्याएँ र अब तपाईले यहाँ एउटा कुनै ओभल अथवा पोलिगन कुनै एउटा सेप ड्र गर्नुभएको छ। अब यो सेपभित्र यो पिक्चरलाई राख्नको लागि अगाडिको भन्दा अर्को तरिका पनि प्रयोग गर्न सक्नुहुनेछ। जस्तै मैले यहाँ यसलाई सेलेक्ट गरेँ, एडिटमा गएर तपाईले कट गर्नुहुनेछ र यो अब्जेक्टलाई सेलेक्ट गर्नुहुनेछ र पुनः एडिट मेनुमा जानुहुनेछ र यहाँ चाहिँ तपाईले पेस्ट इन्टु गर्नुभयो भने यो अब्जेक्टभित्र तपाईले ड्र गर्नुभएको अब्जेक्टभित्र यो पिक्चर पेस्ट हुन्छ र यसलाई एडिट गर्नको लागि अगाडि गरेको जस्तै गरी यसलाई डबल क्लिक गरेर आफूलाई चाहिएको साइजमा राख्न सक्नुहुनेछ। त्यस्तै गरी कुनै पिक्चरलाई हामीले ओपासिटी अर्थात् यसको ब्याकग्राउन्ड केही डार्क लाइट गर्नको लागि तपाईले यहाँबाट जस्तै यो पिक्चरलाई सेलेक्ट गर्नुहुनेछ र यो माथिल्लो यो प्रोपर्टिज बारको यो अप्सनबाट यो पिक्चरको ओपासिटी घटाउन सक्नुहुनेछ। जस्तै अहिले यो पिक्चरको ओपासिटी घटाउँदा यसको पछाडिको केही भागहरू अलिकति लाइटमा पाउनुहुनेछ। यस्तो हामीले कुनै लोगोहरू इमेजलाई पछाडि टेक्स्टमा ब्याकग्राउन्ड राख्नको लागि हामीले प्रयोग गर्न सक्दछौँ। जस्तै मैले यहाँ एउटा टेक्स्टलाई सेलेक्ट गरेको छु, यहाँ छ। यसको पछाडि कुनै एउटा पिक्चरलाई राख्दै हुनुहुन्छ भने तपाईँ फाइलमा जानुहुनेछ, प्लेस गर्नुहुनेछ, कन्ट्रोल डी पनि गर्न सक्नुहुनेछ। प्लेस गर्नुहोस्, यहाँ क्लिक गर्नुहोस् र अब तपाईले यसलाई यहाँबाट यो पिक्चरलाई योबाट अगाडि बढाएको जस्तै गरिकन साइज ठुलो बनाउन सक्नुहुनेछ। यसको बीचमा राख्नु होला र यहाँबाट ओपासिटी अत्यन्त थोरै ओपासिटी बनाउन सक्नुहुनेछ आफूलाई चाहिए अनुसारको। यसलाई अब्जेक्टमा गएर अन्य अगाडिका भागमा जस्तै गरिकन एरेन्ज सेन्ड टु ब्याक गर्न सक्नुहुनेछ। यदि तपाईँ किबोर्डबाट गर्न चाहनुहुन्छ भने कन्ट्रोल शिफ्ट र क्लोज बिग ब्राकेट प्रेस गर्नुभएको खण्डमा पनि तपाईले यसको यो
अब्जेक्टलाई सेन्ड टु ब्याक पाउनुहुनेछ। यसरी तपाईले ओपासिटीको माध्यमबाट पिक्चरको लाइटलाई पनि मिलाउन सक्नुहुनेछ, अर्थात् डार्क र लाइट बनाउन सक्नुहुनेछ। त्यस्तै गरी तपाईले मैले एउटा कुनै पिक्चर ल्याएको छु, जस्तै यहाँबाट प्लेस गरेर यो डायलग बक्सबाट आफूलाई चाहिएको एउटा पिक्चर मैले यो पिक्चरलाई प्लेस गरेँ। यहाँ आएको छ यो पिक्चर। अब तपाईले यो पिक्चरलाई यसरी साइज सानो बनाएर आफ्नो ठाउँमा राख्नुहुनेछ। यो अवस्थामा तपाईले यो पिक्चरको ठाउँमा अर्को पिक्चरलाई ल्याउन चाहनुहुन्छ भने तपाईले यसलाई क्लिक गर्नुहुनेछ र फाइलमा गएर फेरि प्लेस गर्नुहुनेछ। प्लेस गरिसकेपछि जस्तै मैले यो पिक्चर चुज गरेँ भने अब यसलाई रिप्लेस गरेर यो पिक्चर चेन्ज भएको पाउनुहुनेछ। यसरी कहिलेकाहीँ हामीले डिजाइन गर्दा पुरा डिजाइन गरिसकेपछि त्यो पिक्चरको ठाउँमा अर्को पिक्चरलाई चेन्ज गर्नु परेको खण्डमा तपाईले त्यो डिजाइनलाई सेलेक्ट गरेर पुनः प्लेस गर्नुभएको खण्डमा त्यसलाई रिप्लेस गरेको हामी पाउँछौँ। जस्तै पुनः मैले यसलाई सेलेक्ट गरेँ, जस्तै यो विज्ञापन यो इमेज तपाईको यहाँ छ। अब मलाई यो ब्याकग्राउन्ड भएको अर्को इमेज चाहिएको खण्डमा मैले यसलाई सेलेक्ट गर्दछु, फाइलमा गएर प्लेस अथवा किबोर्डबाट कन्ट्रोल डी प्रेस गर्दछु र अब यहाँ यो इमेज चुज गरेर ओपन गरेको खण्डमा ठिक अघिल्लो पिक्चरलाई यसले रिप्लेस गरेको हामी पाउँछौँ। यसरी एउटा पिक्चरको ठाउँमा अर्को पिक्चरलाई ल्याउन सक्छौँ। त्यस्तै गरी अघिल्ला भागमा जस्तै हामीले पिक्चरलाई ट्रान्सपरेन्सी टुलबाट पनि विभिन्न दुईवटा अथवा त्योभन्दा बढी पिक्चरलाई कम्बाइन गर्न सक्दछौँ। जस्तै मैले यो पिक्चर यहाँ ल्याएको छु। अब यो अवस्थामा तपाईले यहाँबाट एउटा रेक्ट्याङ्गल यसरी ड्र गर्नुहुनेछ। यहाँ कुनै एउटा कलर फिल गर्नुहुनेछ, आउटलाइन कलर र फिल कलर। अब यसलाई पिक्चरभन्दा पछाडि लैजानको लागि तपाईले किबोर्डबाट ओपन ब्राकेट यसरी राख्नुहुनेछ र यहाँबाट यसलाई यो इमेजलाई ठुलो बनाउनुहुनेछ। यो अवस्थामा तपाईले ट्रान्सपरेन्सी टुलको प्रयोगबाट यसरी यो ट्रान्सपरेन्सी टुल यसमा लगाइदिनु भएको खण्डमा यसरी स्मुथ टाइपको डकुमेन्ट पनि हामीले यसमा बनाउन सक्दछौँ र यसको प्रयोगबाट विभिन्न डिजाइनहरू हामी गर्न सक्दछौँ। जस्तै यो ट्रान्सपरेन्सी टुल र को प्रयोगबाट हामीले यी यस्ता डिजाइनहरू पनि गर्दछौँ। जस्तै यो ब्याकग्राउन्ड पछाडि छ र यसलाई हामीले ट्रान्सपरेन्सी गरेर यो व्हाइटसँग मिलाएका छौँ। र यसको लागि तपाईले दुईवटा इमेजलाई पनि जोइन गर्न सक्नुहुनेछ। यसको लागि जस्तै यहाँ एउटा पिक्चर ल्याउँ, पहिला प्लेस गरौँ, तपाईले कन्ट्रोल डी गर्नुहुनेछ र अब मानौँ यो पिक्चर मैले यहाँ ल्याएँ, ओपन गर्दैछु। यसरी ओपन गरिसकेपछि अब तपाईले यसलाई अगाडिको भागमा जस्तै गरिकन यो पोइन्टबाट यसरी हाइड गर्न सक्नुहुनेछ। यहाँबाट पनि तपाईले हाइड गर्न सक्नुहुनेछ, यहाँबाट पनि यसरी पहिला काट्न सक्नुहुनेछ। यो टुल छ। अब अर्को पिक्चर तपाईले यहाँबाट फेरि प्लेस गर्नुहुनेछ। जस्तै मैले यो पिक्चर ल्याएँ, यहाँ यस्तो आएको छ र अब यसको साइज चाहिँ हामीले बराबर बनाउन सक्नेछौँ। यसरी बढाएर यहाँ दुईवटा पिक्चर रहेका छन्। अब तपाईले यो अवस्थामा यो तल्लो पिक्चरलाई अथवा यो माथिल्लो पिक्चरलाई सेलेक्ट गर्नुहुनेछ, यहाँबाट ट्रान्सपरेन्सी टुललाई यसरी प्रयोग गरिदिनुहुनेछ र अब यो अवस्थामा यो पिक्चरलाई यहाँ माथि ल्याएर राखिदिनु भएको खण्डमा तपाईले यस्तो विभिन्न सेपहरू पाउनुहुनेछ र यसलाई अगाडि ल्याइदिउँ र पुनः तपाईले यो पिक्चरलाई पनि ट्रान्सपरेन्सी गरी यसरी ड्र्याग गरिदिनुहुनेछ। यो अवस्थामा हामीले यो हिमाल र यो पिक्चरलाई यसरी कम्बाइन गरेर जोड्न सक्दछौँ। यसरी दुईवटा फरक पिक्चरलाई पनि यो ट्रान्सपरेन्सी टुलको हेल्पबाट यसरी कम्बाइन गरेर जोड्ने काम चाहिँ हामीले यो ट्रान्सपरेन्सी टुलको सहयोगबाट हेल्पबाट गर्न सक्दछौँ। जस्तै यो फरक इमेज हो भने यो फरक इमेज रहेको छ। त्यस्तै गरी हामीले कुनै इमेजलाई कुनै एउटा टेक्स्टको बीचमा राख्नको लागि हामीले टेक्स्ट र्याप गर्ने काम गर्दछौँ। जस्तै यो पेजमा यो इमेज यो बीचमा राखिएको छ, अर्थात् यो टेक्स्ट माथि राखिएको छ, तर यो इमेजले यो टेक्स्टलाई छोपेको छैन, अर्थात् टेक्स्ट र्यापिङ गरेर विभिन्न भागमा यसरी यो पिक्चर भएको ठाउँमा मात्रै टेक्स्टलाई बाहिर फालिदिएको छ। यसलाई हामी टेक्स्ट र्याप गर्ने भनेर भन्दछौँ। यसको लागि तपाईले एउटा टेक्स्ट यहाँ ल्याउनु हुनेछ। जस्तै मैले यो नेपालीमा टाइप गरिएको एउटा टेक्स्ट यहाँ ल्याएको छु र अब तपाईले यहाँ कुनै एउटा इमेजलाई यहाँ राख्नुहुनेछ। जस्तै मैले अन्य अगाडि नै ल्याएको यो इमेजलाई यहाँ ल्याएँ। यसरी तपाईले यो इमेज यहाँ राख्दाको खण्डमा यो हाम्रो इमेजले यो टेक्स्टलाई ओभरल्यापिङ गरिदिएको छ। अब यो अवस्थामा हामीले टेक्स्ट र्याप अप्सनको प्रयोग गर्न सक्दछौँ। यसको लागि तपाईले यो इमेजलाई यहाँ क्लिक गर्नुहुनेछ र यो माथिल्लो प्रोपर्टिज बारमा यहाँ टेक्स्ट र्याप अप्सन पाउनुहुनेछ। यहाँ 4वटा टेक्स्ट र्याप अप्सनहरू रहेका छन्
यो नन अप्सन छ अर्थात् अहिले टेक्स्ट ट्याब छैन। यहाँबाट यसमा क्लिक गर्नुभएको खण्डमा तपाईँको यो टेक्स्ट ट्याब भएको छ। त्यस्तै गरी तपाईँले यो चुज गर्न सक्नुहुनेछ। यसले राउन्डमा आएको छ र यो जब टेक्स्ट ट्याब गरिसके पछाडि यसलाई केही मोडिफाई गर्नको लागि तपाईँ विन्डोमा जानुहुनेछ र यहाँबाट टेक्स्ट ट्याब अप्सन ल्याउन सक्नुहुनेछ र यो सानो पोइन्टबाट टेक्स्ट ट्याबको यो यहाँबाट तपाईँले मार्जिनलाई यसरी सेट गर्न सक्नुहुनेछ। कति स्पेस अर्थात् इमेज र यो टेक्स्टको डिस्टेन्सलाई यहाँबाट चेन्ज गर्न सक्नुहुनेछ र यो अवस्थामा तपाईँले पुनः अब्जेक्टमा गएर अगाडिको जस्तै गरी कन्भर्ट सेप र यहाँ एलिप्स गरिदिनु भएको खण्डमा यसरी टेक्स्टलाई मोडिफाई गर्न सक्नुहुनेछ। यदि यो चुज गर्नुभएको खण्डमा तपाईँले स्क्वायर पाउनुहुनेछ भने यो चुज गर्नुभएको खण्डमा यो राउन्ड सेपमा नै तपाईँले टेक्स्ट ट्याब गर्न सक्नुहुनेछ। यसरी हामीले कुनै विभिन्न बुकहरू अथवा विभिन्न डिजाइन गर्दा कुनै टेक्स्टमाथि कुनै पिक्चरहरू विभिन्न सेपमा पिक्चरहरू राख्नको लागि यो टेक्स्ट ट्याब अप्सनको प्रयोग गर्दछौँ। त्यस्तै गरी तपाईँले यहाँ एउटा रेक्ट्याङ्गल अब्जेक्टलाई पनि टेक्स्ट ट्याब गर्न सक्नुहुनेछ। जस्तै मैले यहाँ एउटा रेक्ट्याङ्गल यसरी अब्जेक्ट ड्र गरेँ। यहाँ यो गरिसके पछाडि यसलाई तपाईँले कुनै एउटा कलर फिल गर्न सक्नुहुनेछ। त्यस्तै गरी अन्य तरिका जस्तै राउन्डेड कर्नर गर्न सक्नुहुनेछ र अब यो अवस्थामा तपाईँले यो भित्रहरूको एउटा कुनै बक्स न्युज अथवा बक्स टेक्स्टहरू टाइप गर्न सक्नुहुनेछ। जस्तै मैले यहाँ एउटा टेक्स्ट टाइप गरेँ अथवा तपाईँले अन्य अघिल्लो पटकमा गरेको जस्तै यो डिजाइनलाई ल्याउन सक्नुहुनेछ। यहाँ कपी गरेँ र यहाँ यो पेजमा यो न्युजको बिचमा ल्याएर यो टेक्स्ट यो डिजाइनलाई राख्न चाहनुहुन्छ। मानौँ म तपाईँले यसलाई साइज सानो बनाउन सक्नुहुनेछ। अब यो डिजाइन यो बिचमा राख्दाखेरि तपाईँको यो डिजाइनले पनि हाम्रो टेक्स्टलाई ओभरल्यापिङ गरेको छ। यसमा पनि तपाईँले यहाँबाट टेक्स्ट ट्याब गर्न सक्नुहुनेछ र यहाँबाट यसको स्पेसिङहरू मिलाएर आफूलाई चाहिए अनुसारको स्पेसिङ मिलाउन सक्नुहुनेछ। त्यस्तै गरी कुनै एउटा रेक्ट्याङ्गल अब्जेक्टलाई पनि यसरी ड्र गर्न सक्नुहुनेछ। यसमा एउटा कुनै कलर अगाडिको जस्तै गरिकन फिल गर्न सक्नुहुनेछ। मैले यहाँ साइन कलर फिल गरेको छु। अब तपाईँले यो सेपबाट केही यसलाई यस्तो मोडिफाई गर्न सक्नुहुनेछ। टेक्स्ट ट्याब गर्न सक्नुहुनेछ र यो टेक्स्ट ट्याब गरिरहँदा यो लाइनभन्दा बाहिर तपाईँले हाम्रो टेक्स्ट गएको छ, आउटलाइन गएको छ र अब यो अवस्थामा तपाईँको यो टेक्स्ट ट्याब अप्सनमा यहाँ एउटा इन्भर्ट अप्सन देख्नुहुनेछ। यसको अर्थ हुनेछ कि यो टेक्स्ट ट्याब योभन्दा भित्र गएको छ यहाँबाट र यसको लागि तपाईँले यहाँबाट अब यसरी अर्थात् यो यति टेक्स्टलाई मात्रै सेलेक्ट गर्नुहुनेछ र यहाँबाट यसरी कलर चेन्ज गरेर कलर व्हाइट गर्न सक्नुहुनेछ र यसलाई अगाडि ल्याइदिनु भएको खण्डमा यो अब्जेक्ट राखेको भागमा तपाईँले इन्भर्ट अर्थात् यो टेक्स्टमा मात्रै व्हाइट पाउनुहुनेछ। यसरी फरक तरिकाबाट पनि तपाईँले एउटा सेपलाई कन्भर्ट गर्न सक्नुहुनेछ। अब तपाईँले यो सेपलाई चेन्ज गरेर जस्तै तपाईँले यहाँबाट कन्भर्ट सेप त्यस पछाडि यहाँबाट एलिप्स गरिदिनु भएको खण्डमा यो एलिप्स यस्तो फरक तरिकाको पाउनुहुनेछ र यहाँको योभन्दा माथिको भागलाई तपाईँको फन्ट कलर पुनः ब्ल्याक गर्न सक्नुहुनेछ। यो यसरी हामीले टेक्स्ट ट्याबको अप्सनबाट विभिन्न डिजाइनहरू गर्न सक्दछौँ। जस्तै मैले यो एउटा सेप ल्याएको छु, यसलाई कपी गरेँ र पुनः तपाईँले यो अब्जेक्टलाई सेलेक्ट गरेर यो इन्भर्ट हटाइदिनु भएको खण्डमा यस्तो पाउनुहुनेछ। अब यसलाई मैले डिलिट गरेँ फालेँ। यसको कलर व्हाइट भएको छ, यसलाई सेलेक्ट गर्नुहोस्, ब्ल्याक कलर फिल गर्न सक्नुहुनेछ। त्यस्तै गरी तपाईँले अहिलेको जस्तै गरी यो सेपमा पनि यहाँबाट यसलाई यो सेप यहाँ राख्नुहुनेछ र अब यहाँ यो अवस्थामा तपाईँले सेप कलर फिल गर्नुहुनेछ। यहाँबाट टेक्स्ट ट्याब गर्नुहुनेछ, साइज बढाउनुहुनेछ र यसमा इन्भर्ट गरिदिनु भएको खण्डमा यस्तो पाउनुहुनेछ। र अब तपाईँले यो पाठशाला अर्थात् यहाँबाट तलको टेक्स्टलाई यसरी सेलेक्ट गरेर यहाँसम्म यसको कलर चेन्ज गर्न सक्नुहुनेछ। यो व्हाइट कलर आएको छ। यो टेक्स्टभन्दा यो अब्जेक्ट माथि भएको हुँदा तपाईँले यसको एरेन्ज चेन्ज गर्न सक्नुहुनेछ। अब्जेक्टमा गएर तपाईँ एरेन्जमा जानुहुनेछ र ब्रिङ टु फ्रन्ट गरिदिनु भएको खण्डमा यसरी तपाईँले यहाँसम्म पाठशाला र शिक्षाले नपुग्ने भनेर यहाँबाट कन्टिन्यू यस्तो टाइपको डिजाइन पनि हामी यो अब्जेक्टमा टेक्स्ट ऱ्यापिङ अप्सनबाट गर्न सक्दछौँ। त्यस्तै गरी हामीले यो पिक्चरलाई विभिन्न एङ्गलमा फ्लिप रोटेट गर्न सक्दछौँ। जस्तै तपाईँले यो इमेजलाई यहाँ सेलेक्ट गर्नुभएको छ। अब तपाईँले यो इमेजलाई ठिक अर्को डिरेक्सनमा फ्लिप गर्नको लागि यहाँबाट
क्लिक गर्न सक्नुहुनेछ। यसको लागि तपाईले यो कन्ट्रोल पोइन्ट बीचमा राख्नुहुनेछ। अब यहाँबाट यसरी फ्लिप गर्नुभएको खण्डमा यो दुईटा इमेजलाई यसरी सेलेक्ट गर्न सक्नुहुनेछ। जस्तै तपाईले यसलाई सेलेक्ट गर्नुस्, यसलाई पनि ठिक यसरी रिफ्लेक्सन होरिजन्टल र भर्टिकल यसरी रोटेट गर्न सक्नुहुनेछ। यदि तपाईले अप डाउन गर्नको लागि त यो भागमा क्लिक गर्नुपर्ने हुन्छ। त्यस्तै गरी तपाईले यो टेक्स्ट र्याप अप्सनको काम सकिसकेपछि यो राइट साइडमा आफुलाई चाहिने मेनुमा ल्याएर राख्न सक्नुहुनेछ।